पहिलो कुरा त संविधानको प्रारम्भिक मसौदा आउनु राम्रो कुरा हो, तर यो प्रारम्भिक मसौदा मात्रै हो। यसमा थुप्रै चाहिने परिमार्जन, संशोधन, हेरफेर, पुनर्लेखन गर्नुपर्ने आवश्यकता छ। प्रस्तावना अनावश्यक रूपले लामो भएको छ, विरोधाभासहरू छन्, अवधारणागत चाहिने भ्रमहरू रहेका छन्, आफ्नो अतीतप्रति चाहिने अत्यन्त नकारात्मक छ। त्यो अतीतप्रति नकारात्मक हुने कुरा हटाउनु पर्दछ र नेपालले गर्व गर्ने कुरा अतीतले पनि हामीलाई दिएको छ। त्यो हाम्रो चाहिने अखण्डता हो, हाम्रो चाहिँ स्वाधीनता हो, स्वतन्त्रता हो। यी कुराहरू रहेका छन् भने जनताको चेतना हो, जनताका चाहिने प्रयासहरू हुन्, जसले गर्दा नेपाल यहाँसम्म आइपुगेको छ। भविष्यको दिशा पनि स्पष्ट गर्न सकिएको छैन। शासन प्रणाली चाहिने प्रष्ट हुनुपर्नेमा शासन प्रणाली बारे पनि भ्रम रहेको देखा पर्छ। एउटै चाहिने त्यो प्रस्तावनाको उसमा दुई किसिमका परिभाषाहरू, दुई किसिमका चाहिने वाक्यांशहरू पर्न गएका छन् र त्यस्तै चाहिने भाषागत त्रुटिहरू पनि रहेका छन्। तसर्थ यो प्रस्तावना पुनर्लेखन गर्नु आवश्यक छ र एउटा प्रष्टता भएन, यसले उत्साह दिन सकेन र गर्व पनि दिन सकेन र विभिन्न यो नाराबाजीका शब्दहरू राख्नुपर्ने आवश्यकता छैन। नाराबाजीका शब्दहरू हटाउनु पर्दछ र प्रस्तावनामा यो अथवा त्यो पार्टीको आइडियोलोजी घुसाउनु पर्ने पनि आवश्यकता छैन, किनभने पार्टीको आइडियोलोजी भन्दा माथि उठेको प्रस्तावना हुनुपर्छ, जसले सबैका विचारहरूलाई अटाउन सक्ने, जसलाई हामी बहुलवाद भन्छौँ, भन्ने सिद्धान्तमा आधारित हुनुपर्छ। अर्को कुरा, अन्य ठाउँमा पनि पुनर्लेखनहरू, स्पष्टताहरू आवश्यक छन् भने हामी प्रतिनिधि व्यवस्थामा गइराखेका छौँ, आवधिक निर्वाचनलाई महत्त्व दिइराखेका छौँ। त्यसकारण निर्वाचन प्रणालीबारे पनि पुनर्विचार गर्नुपर्ने आवश्यकता छ। के गर्दा देश बलियो हुन्छ र जनताले चुनेका प्रतिनिधिहरू बलिया हुन्छन् र बहुदलीय व्यवस्था भने दलहरू बलिया हुन्छन् भन्ने छ। अहिलेको समानुपातिक प्रणाली र थ्रेसहोल्ड बिनाको चाहिँ निर्वाचनले यो विधायिकालाई, संसदलाई, त्यसलाई जे नाम दिनुहोस्, त्यो अत्यन्त कमजोर पार्दछ। त्यसैले यो प्रणालीमा पुनर्विचार गरेर संसद बलियो हुने, जनता बलियो हुने, नागरिक बलियो हुने, पार्टीहरू पनि बलियो हुने। ससाना धेरै पार्टी होइनन् कि ससाना पार्टी छन् भने तिनलाई एकीकृत हुन प्रोत्साहित गर्ने किसिमको प्रणालीमा जानुपर्छ।